नमस्कार साथीहरू, तपाईहरुलाई मेरो YouTube च्यानलमा स्वागत छ। आज म तपाईहरुलाई प्योर एनर्जी लिमिटेडको IPO बारे सम्पूर्ण जानकारी दिन जाँदैछु। मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने मेरो च्यानललाई सब्स्क्राइब गरिदिनु होला। आउनुहोस् भिडियो सुरु गरौँ। पहिलो चरणमा प्योर एनर्जी लिमिटेडले भर्खरै मात्र स्थानीय बासिन्दा र वैदेशिक रोजगारमा भएकाहरूलाई IPO निष्कासन गरी बाँडफाँड गरिसकेको छ, जुन मैले मेरो गएको भिडियोमा तपाईहरुलाई बताएको थिएँ। दोस्रो चरणमा यस कम्पनीले आफ्नो IPO 11,95,200 किता साधारण शेयर सर्वसाधारणहरूका लागि बिक्री गर्न लागेको छ। प्योर एनर्जीले कम्पनीको IPO सर्वसाधारणहरूको लागि 2081 साल 12 महिना 28 गतेका दिन निष्कासन गर्नेछ। यस निष्कासनको बिक्री छिटोमा 2082 साल 1 महिना 2 गते बैंकिङ समय पश्चात हुनेछ भने निष्कासनको पूर्ण बिक्री नभएमा ढिलोमा 2082 साल 1 महिना 11 गते बैंकिङ समय पश्चात हुनेछ। यस कम्पनीको साधारण शेयरमा कति किता आवेदन दिने? मात्र 10 किता आवेदन दिँदा हुन्छ। यस कम्पनीको IPO को ओपनिङ प्राइस कति हुन्छ होला? यसको ओपनिङ प्राइस 96 रुपैयाँ 45 पैसादेखि 289 रुपैयाँ 35 पैसासम्म हुन्छ। साथीहरू, आजको भिडियो तपाईहरुलाई कस्तो लाग्यो? भिडियो मन परेमा मेरो च्यानललाई लाइक, सब्स्क्राइब गरिदिनुहोस् र यस भिडियोलाई तपाईको साथीहरुमाझ शेयर गरिदिनुहोस्। Thank you for watching. Jai Nepal.